म चाहिँ अहिले गाउँ जाँदैछु। मेरो गाउँ तपाईँहरूलाई देखाइदिन्छु। झुलुङ यहाँ हो हाम्रो फेमस डुप्चेश्वरको मन्दिर। त्यहीँबाट चाहिँ म लागिरहेको छु। यहाँ यस्तो दामी छ यो खोला। अहिले त धेरै डेभलप भइसकेको रहेछ। म लास्ट भनेको 8 वर्ष अगाडि आएको थिएँ। त्यतिखेर खोला थियो, तर यस्तो पसलहरू चाहिँ केही थिएन। मलाई लाग्छ अस्ति भर्खर यहाँ मेला लागेको जस्तो छ। मैले त सोचेको थिएँ यो चिसो पानीमा आइस बात गरौँ भनेर, तर यहाँ मान्छे देखेर मलाई लाज लाग्यो। त्यही भएर म गर्नु सक्दिनँ। अब त्यो हेर्नु पर्दाखेरि अलरेडी म 4.5 किलोमिटर ट्रेक गरिसकेँ। भन्न राम्रो भएछ ट्रेकिङ जुत्ता लगाएर आएको। अलरेडी 4.5 किलोमिटर ट्रेक गरिसकेँ। अब उकालो हिँड्नुपर्छ। मेरो लास्ट टाइम आउँदाखेरि त 2 घन्टामा पुगेको थियो। त्यतिखेर र अहिलेको टाइम डिफ्रेन्ट छ। लेट्स सी आज चाहिँ कति घन्टामा पुग्ने रहेछ। मन्दिरमा पुरा दर्शन हुँदैछ। गौतम बुद्ध स्ट्याचु पनि रहेछ। यहाँ भात खाएर हिँडेको त लास्टै बिजोग भयो यार। बिहानबाट केही खाएको थिइनँ, भात खाएर हिँडेको त गाह्रो भयो। तर अहिले कस्तो दामी बनाएको रहेछ। अब अझै 2-3 वर्षपछि आउँदाखेरि अझै दामी हुने रहेछ म थाहा भइसक्यो। अब अलिक उता गएर बनाउँछु, लाज लाग्यो गाइस। चस्मा पनि फग लाग्छ यार, के हो यस्तो। 8 वर्ष पछि आएको, बाटो पनि चेन्ज भएछ। अब त यस्तो बाटो अरे माया कसम। म त पहिला भनेको चाहिँ मन्दिरको सिधा उकालो जानु पर्थ्यो, अनि म त त्यहीँबाट जाँदै थिएँ होइन। अनि हेर्छु सबैजना जुत्ता खोलेर जाँदैछ हो, हुनु पनि मन्दिर हो, अब जुत्ता खोल्नै पर्छ। आफूले मात्रै जुत्ता खोलेको छैन। अनि ला के हो यस्तो भनेर एउटा पण्डितलाई सोधेको त यो बाटो होइन अरे। वाट इज दिस म्यान। हिजोबाट मेरो एकदम कन्फ्युजिङ चल्दैछ। वडा पनि सरेछ। जुन कामको लागि आएको पहाडको राइटमा जानुपर्ने, पहाडको लेफ्टमा गएर बसेछु। आज मान्छे छैन। अब भोलि त्यही भएर गाउँ त यसै पनि जानै थियो होइन। यो किन फग लागेको चस्मामा? थट लाउँदिनँ। अन्त गाउँ त यसै पनि जानै थियो होइन। त्यहाँ ठुली आमालाई भेट्नु थियो, तर बाटोमा कसम यस्तो छ, यस्तो कहाँ हो बाटो न। बाटोमा फेरि कोही भेट्नु सोध्नुको लागि गाह्रो छ, गाह्रो छ। झन् भात खाएर पावर आउँछ भनेको त मा कसम
यो भात खाएर झन् थाक्यो, झन् हेभी लाग्दैछ है। कहिले पुग्नु? अब अझै अलिक बिजोग भएपछि देखाउँछु ल गाइस। पसिना हेर्नु सक्नुहुन्छ तपाईँले। पसिना फेरि मलाई लास्ट आउँछ। यो ज्याकेट त कसम फाल्नु मन लागेको छ। यस्तो गर्मी पसिना भएको छ, ज्याकेट ब्यागमा हाल्ने ठाउँ छैन। यहाँ आउँछ फेरि ओइ कसम सिँडी मात्रै है। यहाँ बिजोग भयो है। यस्तो बाटोमा त यहाँको मान्छेहरू त चप्पल लाएर कुद्छ, तर के गर्नु। बिजोग छ बाटोको हालत हेर्दा, सिँडी मात्रै कसम। बरु अस्ति ट्रेक जाँदाखेरि पनि यति धेरै चाहिँ सिँडी थिएन है। यो ब्याग खासमा धेरै भारी छैन, मेबी 4-5 किलो होला, तर अहिले यो ब्याग मलाई 20 केजी लागिरहेको छ है। कहिले पुग्नु है। पहिला चाहिँ माथि इन्टरनेट र बत्तीको लास्टै प्रब्लम हुन्थ्यो, त्यो चाहिँ हो। तर 8 इयर्स अगो अब तल यति धेरै डेभलप देख्दा मन लाग्छ माथि पनि सायद सबै सुविधा आइसक्यो होला। अरू चाहिँ केही चाहिँदैन मलाई, बरु बत्ती नहोस्, बरु इन्टरनेट नहोस्, तर टोइलेट प्लिज। अरूमा केही चाहिँदैन। म बरु भुइँमा सुत्दिन्छु। भुइँमा त यसै भुइँमै सुत्ने हो। आई मिन बाहिर आँगनमै केही नलगाई सुत्दिन्छु, मलाई बाल छैन। तर म टोइलेट चाहियो बिहान। कौन है ये लोग, कहाँ से आते हैं? भोलि पनि फेरि बिहानै फर्किन्छ। ओह्रालो त त्यस्तो केही छैन, तर आजकल त ओह्रालोमा पनि लास्ट गाह्रो हुन्छ। बुढो भइयो, बिस्तारै हिँड्नुपर्छ। हड्डी सड्डी भाँच्यो भने त खलास फेरि है। बाटो देख्नु सक्नुहुन्छ गाइस, यस्तो छ बाटो, यस्तो छ भ्यू। यहाँ चाहिँ यस्तो छ भ्यू। थैट पसिनाले ओइ बाघ भालु त आउँदैन नि कसम गर्दा गाइस। हालत चाहिँ यस्तो। म किन यहाँ अहिले पढाउनु मन थिएन, तर यो ठुलो ढुङ्गा स्क्रिनमा चाहिँ सानै देखेको होला होइन, तर एक्चुअली यो ठुलो हो। अनि यो ठुलो ढुङ्गा देखेर मलाई एउटा सानो कुरा भन्नु मन लाग्यो। पहिला म दार्जिलिङमा बस्दाखेरि घर फर्किँदाखेरि जोरबङ्गलापट्टिबाट, जोरबङ्गला भन्ने ठाउँ छ एउटा जुन घुमको छेउमा छ होइन, त्यो 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 जोरबङ्गलाबाट फर्किँदाखेरि त्यहाँ चानघारी थियो। त्यो चानघारीको हल्का अगाडि ठ्याक्कै 30 सेकेन्ड्स होला अगाडि यस्तो एउटा ठुलो ढुङ्गा थियो, तर त्यो ढुङ्गा चाहिँ यसको लगभग 3 गुणा ठुलो थियो। अनि त्यसपछि त्यो ढुङ्गा चाहिँ मान्छेहरूले त्यहाँ के भन्थ्यो भने त्यो ढुङ्गा चाहिँ
राति हुँदा बोल्थ्यो अरे। अब सानोमा त कहिले पनि राति हिँड्थेन त्यो बाटो, और इफ हिँड्नु परिहाल्यो भने पनि एक्लै कहिले हिँड्थिनँ। अन्त पछि म क्लास 10 सकेर छुट्टी गएको थिएँ दार्जिलिङ। त्यतिखेर चाहिँ जहिले राति एक्लै एक्लै आउँथेँ क्या, घुमेर साथीलाई भेटेर। अन्त त्यसपछि त्यही बाटो एक्लै आउँथेँ, मा कसम। अब दार्जिलिङ पहाडै त हो होइन, राति राति कोही हुँदैन गाउँतिर त। अन्त यहाँ हेर्नुहोस् त के हो यस्तो, मा कसम। यहाँ माथि बाटो हेरेरै यो ब्याग फ्याँक्यो जस्तो लागिसक्यो। अब ब्याक टु द पोइन्ट। सो राति एक्लै आउँथेँ, अनि त्यो ठुलो ढुङ्गाको छेउमा आएपछि चाहिँ यस्तो डर लाग्थ्यो होइन। अब ड्रिङ्कहरू गरेर आउँथेँ कि ड्रिङ्क स्रिङ्क कहाँ उठ्थ्यो सब। अन्त म के गर्थेँ त्यतिखेर चाहिँ चाइनिज फोन थियो मसँग, अन्त हेडफोन लाउँथेँ होइन। हेडफोन लाउँथेँ, हेडफोनमा फुल भल्युममा गाना ब्याङ्की ब्याङ। अनि त्यसपछि हातमा सिगरेट, पछाडि नहेर्ने, दायाँ बायाँ कहीँ नहेर्ने, सिधै फुल स्पिडमा। सिगरेट चाहिँ तर हातमा हुनैपर्छ। अन्त सिगरेट सक्यो कि अर्को बालिहाल्ने, नन स्टप, तानेको बालेको। अनि त्यसरी आइपुगिन्थ्यो घर, दिदीको घर। अन्त आनन्द हुन्थ्यो। त्यति अहिलेको लागि सक्नुहुन्छ गाइस। यहाँ राम्रै रोड हुँदा मैले यो कच्ची बाटो चुने। यसलाई भन्छ चाकमा चुर्न परेको मान्छे। के बोले भाइ? अब के बोले? तपाईँहरूले हेर्नु सक्नुहुन्छ नि, अहिले हेर्नु मेरो हार्ट रेट 166 भइसक्यो। अघि 173 देखाउँदै थियो। अब अलिक माथि गएर गर्छु रेस्ट गरेर। 6-7 किलोमिटर पछि भर्खर 5 साढे 5 हुँदैछ। त्यसपछि गाइस फाइनली अलिकति राम्रो ठाउँ आएर रेस्ट गरेँ। आज पनि कहाँ छ माथि थाहा छैन, केही घरसर देखेको छैन। तर हेर्नु म कति माथि आइसकेँ। कहाँ छ अघिको खोला, अनि अहिले कहाँ छु म। गाइस एकछिन रेस्ट गर्नु पऱ्यो यहाँ। मैले चाहिँ अघि यहाँ रेड बुल लिएको थिएँ तल, नेपाली रेड बुल। म थाहा छैन खानुहुन्छ कि हुँदैन ट्रेकमा, बट एनर्जी चाहिरहेको छ मलाई। तर एउटा कुरा के नोटिस गरेँ मैले भन्दा, लास्ट उता बाहिर हुँदाखेरि मैले खाएको एनर्जी ड्रिङ्क कस्तो आमामा। म अबदेखि यो रेड बुल खाँदिनँ मार्क्स। म बाहिर हुँदाखेरि एनर्जी ड्रिङ्कहरू सुगर भनेको 14 ग्राम हुन्थ्यो, अब 11 ग्राम हुन्थ्यो। मैले अहिले हेर्दैछु यो रेड बुलमा कति सुगर रहेछ भन्दा त 40 ग्राम रे। अनि यस्तो 40 ग्रामको सुगर खाएर म कहाँ चढ्नु सक्छु हौ बाबा रे। हेट, अबदेखि खाँदिनँ म। र अर्को कुरा, जुन त्यो नर्मल रेड बुल छ निलो कलरको, त्यो रेड बुल मैले बाहिर खाँदाखेरि यहाँको भन्दा त प्राइस त महँगो, तर अर्कै खालको पुरा त्यो हुन्छ नि,
उस जस्तो आउने कि कफ सिरप जस्तै आउने होइन कडा हुने अन्त पुरा क्याफेन पनि पुरा भएको जस्तो लाग्ने यहाँ आएर निलो रेड बुल पनि त्यो के अरे यो न्युट्रिसन्सहरू चाहिँ सेम थियो होइन तर खाँदाखेरि चाहिँ खै के हो खाएको जस्तो लाग्यो त्यस्तो पावरै नभएको जस्तो क्या नर्मल कोल्ड ड्रिङ्क्स खाएको जस्तो लाग्यो त्यसमा हल्का सिरप मिलाएको छ बस सिरप मिलाएको पनि होइन सिरपको लाइक किनकि खासमा त एनर्जी ड्रिङ्क भनेको त सिरप जस्तै आउँछ नि त टेस्ट पहिला मलाई मन पर्थेन तर आजकल खान्छु यो त काम छैन 40 ग्राम चिनी खाएर त अन्त कहिले उँभो लाग्ने त्यहाँबाट यहाँ आउँदासम्म झन्डै मऱ्यो आएकोसम्म त्यही म त यो पजै गर्नु बिर्सेछु अहिले म 5.65 किलोमिटर हिँडिसकेँ अहिलेसम्म तलबाट 2 आवर्सको टाइममा 2 आवर्स 6 मिनट्स एकछिन पज गरिदिउँ किनकि म पनि पजै छु नि त तर साँच्ची भनेको यहाँको एनर्जी ड्रिङ्क र बाहिरको एनर्जी ड्रिङ्क मलाई वास्ट डिफ्रेन्स लाग्यो एकछिन रेस्टमा गाइस म चाहिँ फेरि लागिसकेँ आफ्नो गन्तव्यतिर थाहा छैन अझै कति हिँड्नुपर्छ टोपीको हालत हेरिहाल्नु पसिनाले के भइसक्यो म पनि यहाँ पसिनाले बिचोक भइसक्यो है फेरि रोड पो हुन्छ त यहाँ रोडै रोड गाडी चाहिँ आउँदो रहेछ तर रिजर्भ र बाइक मात्रै आउँदो रहेछ अरू नर्मल गाडीहरू चाहिँ आउँदैन रहेछ एकछिनमा गाइस म चाहिँ आइपुगिसकेँ हजुरआमाकोमा ठुली आमाकोमा सरी नट हजुरआमा ठुली आमाकोमा आइसकेँ बल्ल बल्ल यस्तो राम्रो भ्यू छ यहाँबाट यहाँ पुरै कोदो सुकाइरहेको छ मैले पनि अलरेडी 3 ग्लास खाइसकेँ खाजा केही 2 शब्द भनिदिनुहोस् त बुहारीलाई पठाउनुको लागि 2 शब्द भनिदिनुहोस् न 2 शब्द बल्ल बल्ल गाउँ आइपुगेको ठिक छ गाउँमा चाहिँ यस्तो हुन्छ कोदो गाइस यति धेरै छ यहाँ पनि पुरै सुकाइरहनु भएको छ मान्छेले चुलाको मात्रै नि यो राति यो मात्रै नि यो चाहिँ मैले त्यहाँ घरबारी रोपेको यो चाहिँ अनि मालोहरूले रोपेको यो भैँसीहरू चाहिँ तपाईँकै हो होइन मामाहरूको मामाहरूको हो हेलो माई फ्रेन्ड हेलो यो पहाडमा त पहिला त जहिले बरफ हुन्थ्यो यो पालि त छैन रहेछ है बरफ यो पालि त्यस्तो जाडो छैन नभए घरहरू चाहिँ यहाँ एकदम बाक्लो भइसकेको रहेछ
यहाँ चाहिँ हाम्रो गाउँमा मामा घरमा कोदो हेर्नु फेरि यहाँ कति छ बाबा रे कति खानु अन्त यहाँ चाहिँ हाम्रो मामाश्री हुनुहुन्छ खै 2 शब्द भन्नु तै पनि बुढीलाई पठाउन आँटेको भिडियो के भन्नु केही कोदोकै बारेमा भन्नु केही ए कोदो बारी अब यस्तो कोदो कमाउनु पर्यो कोदो बारी अनि यसो कोदो तलतिर पनि लानुहुन्छ कि हजुर सबै घरको लागि मात्रै हो होइन घरको लागि मात्रै हो घरको लागि मात्रै हो घरको लागि टन्नै भएन अलिक धेरै भएन अब छ कोदो त घरमा अब सोडामा गिरा बनाएर राखेको छ ए बोरा बोरामा ए कोही त बेच्छ ए कोही बेच्छ ए त्यहाँ म खाइनँ अलरेडी यहाँ 2 ग्लास खाइसकेको थिएँ यो चाहिँ मेरो 4थो ग्लास भयो तपाईँ बुढी छ तल तपाईँ यहाँ छ सेभेन्थ आइज दाँत हेर न यसको दाँत है मार्कसँग है 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 मार्कसँग टोक्छ है यसले मार्का टोक है टोक है टोक है है दिन त एकपल्ट तानौँ कस्तो हुँदो रहेछ फेरि एकपल्ट दाइ तान्नु यस्तो गरेर कि हात हालेर गाइस तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँबाट कस्तो दामी सनसेट देख्नुहुन्छ यहाँ चाहिँ दामी फग बसिरहेको छ फग भन्दा पनि क्लाउड भन्दा अहिलेसम्म हजुर यहाँ चाहिँ ठुले आमाले दुध दुध्न आँट्नु भएको छ यहाँ चाहिँ पहिला बाछाले दुध खाइहाल्नुहुन्छ अलिअलि हेलो माई फ्रेन्ड बिग गाई है माई फ्रेन्ड हजुर गाइस म आइसकेँ फेरि फर्केर यो चाहिँ नेक्स्ट दिन हो होइन अब म तल फर्किँदैछु त्यहाँ सबैसँग भेटेँ खाएँ हाँसेँ नाच्नु चाहिँ नाचिनँ र तपाईँले देख्नु हुँदैछ होला सायद कि म रोडै रोड जाँदैछु यसमा ठुलो कारण छ किनकि यो ट्रेकिङ सुजले यस्तो शीतको बाटोमा काम गर्दैन रहेछ म माथि धेरैचोटि चिप्लेर लड्दा लड्दा बाँचेँ अनि मलाई डर लाग्यो त्यही भएर मैले निर्णय गरेँ होस् अब उकालो त ठिकै छ फेरि हिजो घाम पनि थियो अनि त्यो शीत रोडहरू त्यस्तो भिजेको थिएन अन्त अहिले चाहिँ रोडहरू लास्टै भिजेको छ त्यही भएर चाहिँ म रोडै रोड जान्छु हाम्रो भ्यू यताबाट गाउँबाट अलिक तल आइसकेँ म त्यहाँ चिप्लो बाटो थियो भनेर म त्यहाँ भिडियो बनाउन सकिनँ किनकि आफूलाई सम्हाल्नु
भिडियो गर्नु त हैट फेरि त्यस्तो गर्ने त डेन्जर कन्टेन्ट हुन्थ्यो तर होस् म त्यस्तो डेन्जर पनि चाहिँदैन गाइस म गइनँ फुलुङ्गे पुलबाट उताखेरि घुमेर जानुपर्छ अल्छी लाग्यो बरु यहीँ यस्तो दामी रहेछ हेर्नु न कस्तो दामी मूर्ति अनि यहाँ यसो धाराहरू पनि बनाएको रहेछ तर अहिले त पानी आएको छैन सायद अन्डर कन्स्ट्रक्सनमा होला अनि यहाँ खै कसको मूर्ति हो छोपेर राखेको देखाउनु हुँदैन फेरि मार्छ होइन यहाँ यस्तो दामी बाटो बनाउनु भएको छ त्यही भएर पनि नगएको माथिबाट त्यही हो कुरा आइपुग्यो तल त अब खाजा खानु जान्छ बाटो टेन्डर माछी बस्ने